आजको एपिसोडमा भिडियोको लागि मसँग टिभीएस को रोनिन छ। ओए युजुअली मैले सिट कुसन राखिरहेको हुन्छु माथिदेखि तल अगाडिदेखि पछाडि सबै। यहाँ कताबाट जाने आमा? नमस्ते एन्ड वेलकम टु पिओभी ड्राइभ नेपाल। म ब्रोनिस दर्शनधारी तपाईहरुको सामु एपिसोड 1 अफ रोड राइड रिभ्युज लिएर आएको छु। द सिरिज जहाँ म अन रोड राइड गर्दै बाइक र गाडीहरु रिभ्यु गर्छु। यो बक्समा मसँग काठमाडौँ वरिपरिको ठाउँहरुको नाम छन्। म यहाँबाट एउटा चिट निकाल्छु अनि जुन चाहिँ ठाउँको नाम पर्यो म त्यही जाँदै बाइकको रिभ्यु दिन थाल्छु। पनौती। आजको भिडियोको लागि मसँग टिभीएस को रोनिन छ। राइड सुरु गर्न अगाडि म रोनिनको एउटा एकदमै मलाई मनपर्ने फिचर देखाउँछु हैन। वान ट्यापमा स्टार्ट हुन्छ कि यो बाइक। अझ वान ट्याप पनि हैन। क्या बात। अर्को फिचर चाहिँ के छ भन्दाखेरि रोनिनमा ग्लाइड थ्रु टेक्नोलोजी भनेर टिभीएसको क्रल फङ्सन भन्छ यसलाई हामीले हैन। क्रल भने चाहिँ गङ्गटो क्र्याबहरू जसरी लाइक क्रल गर्दै हिँड्छ नि त त्यसरी बाइकहरू नि क्रल गर्छन् हैन। गियर 1 मा छु म, बिस्तारै क्लच छोड्दै जान्छु हैन। मैले थ्रटल दिएको छुइनँ, क्लचकै भरमा गइरहेछ त्यो क्रल फङ्सनले गरेर। ल अब यता चाहिँ पेट्रोल भरौँ। भाइ यहाँ हेर्नु त, यो लाइन छ यता त्यहाँसम्म मात्रै भर्दो है, त्योभन्दा माथि फेरि फाल्न थाल्छ है पेट्रोल। यो राइडमा टिभीएस रोनिनले कतिको माइलेज दिन्छ होला तपाईको गेस तल कमेन्ट गर्नुस् है। भिडियोको एन्डमा चाहिँ माइलेज टेस्ट गरेको छु है। वेल अहिलेको लागि लाखुरी पन्ज्याङ हुँदै पनौती जाम। अब यता ग्वार्कोको ओभरपासको तल हुँदै ग्वार्कोतिर लाग्नु पर्यो। यता बस पार्क रहेछ नि यता। के हो ठाउँको नाम? लुबु। ए लुबु यो हो। ल हुन्छ धन्यवाद। बाटो त राम्रो रहेछ त। ओए बबाले रहेछ त है बाटो यता। यस्तो बाटोमा पनि लाइक रोनिनको सस्पेन्सन कस्तो नै कम्फोर्टेबल छ कि आनन्दले सबै त्यो बम्पहरू लाइक के भने सोक गर्ने के। लाखुरी पन्ज्याङ लेफ्टबाट लाखुरी पन्ज्याङ जाने। ओइ बाटो त एस्थेटिक छ त। पहिरो गइरहेको जस्तो हो नि त। अलिअलि बिग्रेको बाटो आउनु थाले जस्तो हो कि त्यही एउटा पार्ट मात्रै हो। पहिरो गएकोले बिग्रियो होला त्यो त बाटो। अब पिकअप बबाल छ, कम्फर्टेबल, भाइब्रेसन पनि कम छ होइन। टुरिङको लागि चाहिँ यो बाइक कस्तो छ भनेर सोध्नुहुन्छ भन्दाखेरि युजुअली मैले सिट कुसन राखिरहेको हुन्छु होइन टुरहरू जाँदाखेरि। तर यो बाइकको सिट यति कम्फर्टेबल छ कि मैले सिट कुसनै राख्नु परेन। सो यो स्टक सिटै राम्रो छ यो बाइकको। अब अहिले नयाँ के भन्ने मोडल आएको छ त्यसको चाहिँ भन्न सक्दिनँ म। तर यो पहिलाको यो फेसलिफ्ट नभएको मोडल चलाउँदै हुनुहुन्छ कि किन्ने सोच्दै हुनुहुन्छ भने यसको सिट चाहिँ एकदमै राम्रो छ। यो अफरोड छ होइन। तर यो रोनिनको सस्पेन्सन र यो पिकअपले गरेर कस्तो सजिलोले गइरहेको छ कि म माथि। भन्ज्याङ पुग्न लागेको छ लाखुरी याङला किचन रे। यो अलिकति लास्टको बाटो बनेको भए चाहिँ बाटो चाहिँ के भन्ने लाखुरी भन्ज्याङसँग बाटो चाहिँ बब्बालै छ है। अलिकति लास्टको बाटो चाहिँ बिग्रेको छ। अर्को रमाइलो कुरा यो रोनिनको टायर अलिकति डुअल स्पोर्ट्स खालको टायर छ नि त। अनि त्यसले गर्दा यस्तो ग्राभल रोड आयो कि यस्तो रमाइलो छ बाइक चलाउन। सस्पेन्सन पनि राम्रो छ, टायर पनि राम्रो छ। आहा यो भ्यूको लागि ओए ओए नि त त्यहाँ मान्छेहरू छ त्यो साइडतिर जानु पर्ला म चाहिँ। सो म अहिले लाखुरी पन्ज्याङ पुगेको छु होइन। मलाई 1 आवर जति टाइम लाग्यो यता पुग्न। लेट्स टेक अ ब्रेक एकछिन यता अनि त्यसपछि पनौतीतिर चढ्न थालौँ। यता ब्रेक लिइरहेको बेला लेट्स टक अबाउट द बाइक होइन। म माथिदेखि तल अगाडिदेखि पछाडि सबै के छ यस्तो भनिदिउँला। फर्स्टमा देख्छौँ हामी यो एडजस्टेबल लिभर्सहरू। यसले चाहिँ के गर्छ भन्दाखेरि तपाईँको औँला अब अलिक ब्रेक लिभर अलिकति के भन्ने अलिक नजिक सार्नु पऱ्यो भने यसलाई यस्तो गर्ने
अनि त्यसपछि नम्बर 1 सेटिङमा हाल्ने। यसले ब्रेक लिभरलाई अगाडि सारिदिन्छ। अब अलिकति अति नजिक लाग्यो, अलि टाढै पार्नु मलाई भने नम्बर 3 सेटिङमा हालिदिने। यसले ब्रेक लिभरलाई टाढा पारिदिन्छ। यही एडजस्टेबिलिटी यो साइडमा पनि छ। अगाडिबाट हेर्दा चाहिँ मलाई अलिकति त नबुझ्ने कुरा चाहिँ यो ड्यासबोर्ड हो होइन। यो ड्यासबोर्ड चाहिँ अलिकति कस्तो के भन्ने, यो इन्स्ट्रुमेन्ट क्लस्टर चाहिँ कस्तो बाङ्गो छ कि यता लेफ्ट साइडमा छ। अब यसको अर्को अलिकति के भने मलाई खासै मन नपर्ने कुरा चाहिँ यसको यो ह्यान्डल बार हो। यो साइडबाट देख्ला होइन, यता वेल्डेड टाइपको छ कि, सो यस्तो प्याच गऱ्यो अनि यहाँनिर फेरि यो पातुलो खालको ह्यान्डल बार छ। ट्याङ्क चाहिँ यसको 15 लिटरको छ होइन, तर अनेस्टली भन्नुपर्दा युज चाहिँ हामीले 12 लिटर जति युज गर्छौँ होइन, किनकि यसको एफआई सिस्टम छ, त्यसले गरेर ट्याङ्कमा पेट्रोल खाली हुन चाहिँ दिनुहुन्न। अन पेपर 15 लिटर होला भनेर भन्छ, तर अन युज चाहिँ प्र्याक्टिकल्ली चाहिँ 12 लिटरको ट्याङ्क छ। ट्याङ्कको हिसाबमा यसले डिस्टेन्स टु एम्प्टी भनेर तपाईँले कति किलोमिटरमा ट्याङ्क खाली हुन्छ भनेर नि यहाँ देखाउँछ कि यो DTE भनेर। यतानिर 476 किलोमिटरमा मेरो डिस्टेन्स टु एम्प्टी भनेर देखाइरहेको छ होइन। मैले 25 किलोमिटर चलाइसकेँ। सो 25 + 476 501 किलोमिटरको रेन्ज देखाइरहेको छ यो बाइकको। अब कुरा गर्दै जाँदाखेरि यसको हर्नको कुरा गरौँ है। यसको हर्न चाहिँ मेरो एक्सपिरियन्समा चाहिँ पानी पऱ्यो भने यो हर्न बज्दैन बेसिकली। अर्को राम्रो लुक भनेको यसको अपसाइड डाउन सस्पेन्सन। अल्दो मलाई सुरुमा अपसाइड डाउन सस्पेन्सन लिँदाखेरि अब यसको रिलायबिलिटीको डर लागिरहेको थियो होइन, तर अहिलेसम्म मैले यो सस्पेन्सन केही केसैको पनि लाइक प्रब्लम चाहिँ फेस गरेको छुइनँ। यसको टायर अगाडिको चाहिँ कति छ भन्दाखेरि 110/70 17 इन्चको 110/70 यसको डुअल पर्पज टायर आउँछ। यो टायर नर्मल युजको लागि ठिक छ। अलिकति के भने चलाउँछु कुदाउँछु लिन गर्छु भनेर चलाउँदै हुनुहुन्छ भने यो टायरले फिडब्याक चाहिँ त्यतिको दिँदैन है। फेरि यसको स्ट्यान्डको कुरा गरौँ है, डबल स्ट्यान्ड त ठिक छ होइन। यसको साइड स्ट्यान्ड लाउँदै जाँदाखेरि यस्तरी भाङ्गिँदै आउँछ कि। स्टक अबाउट यसको चेन गार्ड आधा मात्रै छ कि चेन गार्ड, त्यो भित्र चेन गार्ड छैन। अन्त चेन मेन्टेनेन्स गर्नुपर्दा नि यो सबै स्क्रु झिकेर चेन गार्ड झिक्नुपर्छ, अनि चाहिँ बल्ल चेन मेन्टेनेन्स गर्न मिल्छ। यसको रियर टायर चाहिँ 130/70 17 इन्चको छ। यो टायरको नि भन्नुपर्दा त्यही अगाडिको टायरको छ होइन, प्रब्लम छ। त्यो लिन गर्न थालेपछि त्यो कन्फिडेन्ट आउँदैन कि त्यो टायरको यस्तो एजतिर। यसको ब्याक लुक चाहिँ धेरैजनालाई मन पर्दैन होइन, तर अनेस्टली भन्दा मलाई चाहिँ आई लाइक यसको ब्याक लुक। कस्तो यो स्लिक यस्तो आएको छ होइन, अनि कलर त्यो पेन्ट पनि कस्तो राम्रो छ कि त्यो सिमरिङ खालको। अब कुराहरू पनि यसको एक्जस्ट नोट त अघि दिन सुनिराख्नु भएको छ होला। एक्जस्ट नोट दामी छ। अब यो स्याडल ब्याग चाहिँ टिभिएसको स्याडल ब्याग हो है। सो यही बाइकसँग यो बाइक किन्दाखेरि एकछिन अफ गरिदिउँ। यो बाइक किन्दाखेरि यो स्याडल ब्याग, यो पछाडिको ऱ्याक होइन, यो स्याडल स्टे, अनि यो अगाडिको भाइजर विन्ड भाइजर यो अप्सनल एक्सेसरीको के भन्ने रूपमा लिनु मिल्छ। अब कुराहरू पनि यसको रियर फुटपेग्सहरूको है। पहिला रियरबाट सुरु गरौँ किनकि दिस इज द बेस्ट फुटपेग होइन। आउट देख्नु भर्खरैको क्लिक टक्क चाहिँ कस्तो त्यो स्टेबल स्टडी छ कि। तर यसको अगाडिको फुटपेग भनेछ नि होइन, पार्किङमा लडाइदिएको थियो कि मेरो बाइकलाई। अनि त्यसपछि यो फुटपेग यसरी हेर्नुभयो भने अलिकति यस्तो बाङ्गेर गएको छ कि। बनाउनु लगेको थिएँ मैले, मेकानिकल लगेँ, त्यो दाइले त हातले यस्तो गरेर सिधा गरिदिनु भयो कि, खुट्टा राख्नु चाहिँ त्यो तल जान थाल्छ। सो यो अगाडिको फुटपेग चाहिँ खासै राम्रो लागेन होइन। अनि मैले अरू रोनिनहरूमा याद गरेको यो पनि यस्तो तल गइरहेको छ होइन। हेडलाइट, लेट्स टक अबाउट हेडलाइट। त्यस्तो राम्रो पनि छैन, त्यस्तो नराम्रो पनि छैन यसको हेडलाइट। ब्रेक सेक लियो लाखुरी भन्ज्याङमा। अब पनौतीतिर झरौँ। सो हामीले 1 hour and 20 minutes राइड गरिसक्यौँ होइन, 25 किलोमिटर्स। सो लाखुरी भन्ज्याङ पुगुन् यो बाटो चाहिँ छ नि होइन, लास्टको 1-2 किलोमिटर चाहिँ बिग्रेको छ, नत्र भए त सबै बाटो एकदमै राम्रो छ। पनौती जाने बाटो कसै हेरौँ। गाडी आइरहेछ, उकालोमा आइरहेको गाडीहरूलाई जहिले बाटो दिउँ। ओके, बाटो कस्तो पनौती जाने ओह्रालो छ यता। अब यस्तो अलिअलि के भन्ने यो भिजेको जस्तो भएको ठाउँमा चाहिँ अब यस्तो के भन्ने लुज माटो भएको ठाउँमा रेन मोडमा हाल्दिने क्या। अनि त्यसले के गर्छ भन्दाखेरि एबिएस अलि बढी एक्टिभ हुन्छ होइन।
एबिएस अलि बढी एक्टिभ भयो भने खस्ने अगाडिको टायर चिप्लिने चान्स कम हुन्छ त्यही भएर रेन मोडमा हालिदिने एकछिन अफ रोडमा ध्यान दिउँ भनेर क्यामेरा अफ गरेको ठ्याक्क के भन्ने पिच बाटो आइदिएर सो अराउन्ड 2 किलोमिटर जति बिग्रेको बाटो रहेछ लाखुरी भन्ज्याङबाट फेरि यता पोखरा अरे पनौतीतिर आउँदाखेरि अब यताबाट कहाँ हो पनौती कोही हुनुहुन्छ सोध्नलाई यहाँ पनौती कताबाट जाने आमा तलबाट हुन्छ लाग्छु ओके 29.4 देखि अराउन्ड 4 किलोमिटर जति अफ रोड गरेँ होला मैले भर्खरै 8 लाखुरी स्वयम्भूदेखि लाखुरी हुँदै पनौती आउन अहिलेसम्म 8 किलोमिटर जति अफ रोड गरेछु मैले टर्निङमा ओभरटेक नगरौँ होला होइन सो ओए कस्तो राम्रो देखेको आई थिङ्क त्यो हो पनौती त्यो होला ओके पनौती बस पार्क पुग्यो यताबाट कता थियो मन्दिर जाने यहाँ छ नि झुलुङ्गे पु सो म पनौती पुगेँ मलाई अराउन्ड 2 आवर्स जति लाग्यो पनौती पुग्न अनि त्यसमा चाहिँ मैले 44 किलोमिटर ट्राभल गरेँ त्यो 44 किलोमिटरमा मेरो अराउन्ड 8 किलोमिटर जति चाहिँ अफ रोड थियो बाँकीको बाटो चाहिँ ढलान पिच जस राम्रै बाटो थियो बाइकको बाटो चाहिँ सो अब बाइकको चाहिँ पर्फर्मेन्स कस्तो थियो अब यस्तो युजुअली राइड्सहरू आउँदाखेरि हामीले हेर्ने भनेको भाइब्रेसन हो होइन कतिको लाइक के भने फुटपेक थर्किन्छ होइन कतिको कम्फर्टेबल छ राइड होइन सस्पेन्सन कस्तो छ होइन पिकअप कस्तो छ पिकअप त तपाईँहरूले अघि हेरिहाल्नुभयो उकालोमा पनि थर्ड गियरमा मजाले तानिरहेको थियो भाइब्रेसन चाहिँ छैन यो बाइकमा भाइब्रेसन छैन न फुटपेकमा न ह्यान्डलबारमा लाइक भाइब्रेसन फिल हुँदैन होइन इट्स भेरी रिफाइन यो बाइक एकदमै 9,000 कि 7,000सम्म त्यस्तो 7,000 8,000सम्म रेप गऱ्यो भने मात्रै भाइब्रेसन आउनु थाल्छ होइन नत्र भए भाइब्रेसन छैन अब सर्भिसिङ चाहिँ एभ्री 3 मन्थ्स कि 3000 किलोमिटरमा गर्न जानुपर्छ अनि सर्भिस कस्ट चाहिँ कति 1500 देखि 2000-2500सम्म पर्न जान्छ हाम्रो सर्भिस कस्ट एनिवेज लेट्स गेट ब्याक टु बेस फर्केर फ्युल टपअप गरेर माइलेज कति दियो पनि हेर्नुपर्ने छ सो सी यु एट द पेट्रोल पम्प ब्याक टु बेस 86 किलोमिटर जति राइड गरेँ आज मैले एन्ड विथ द्याट आज हाम्रो राइड एन्ड हुन्छ तर बिफोर वी डु द्याट इफ यु लाइक द भिडियो लाइक गर्नु होला यदि यस्तै भिडियो हेर्न चाहन्छ भने सब्सक्राइब गर्नु होला अनि त्यसपछि एकदमै मन पर्यो भने साथीहरूसँग सेयर गरिदिनुहोस् धेरै टाइम नखाइकन लेट्स गो चेक द माइलेज ल त माइलेज कति आयो हेरौँ है त अब यहाँ हेर त ठ्याक्कै यो लाइन छ होइन यहाँ लाइन छ कि त्यहाँसम्म मात्रै होला है 86.7 किलोमिटर गुड्यो 2.1 को पेट्रोल खायो 41.2 को माइलेज दियो